हेलो साथीहरु नमस्कार। आज चाहिँ मैले अब मेरो यो सानो कामको आज चाहिँ मैले भिडियो बनाउन लागिरहेको छु। ब्लग सानो है, हेरिदिनुस्, सपोर्ट गरिदिनुस्। आज मैले घरमा एउटा कोठाको वायरिङ गर्न लाग्थेँ, त्यही भएर मैले भिडियो बनाएँ अनि हजुरहरुलाई देखाउनलाई चाहिँ टक्क अलि फास्ट सबै देखाउन मिलेन नि त, अनि फास्टमा गराएँ। लगभग यो कोठाको काम गर्दा मलाई आज 1-1.5 घण्टा लागेको थियो अनि मैले चाहिँ छोटो भिडियो बनाएको थिएँ। अनि हजुरहरुलाई यो देखाउँदाखेरि चाहिँ कस्तो लाग्यो भने यसले कसरी काम गर्ला के गर्ला भन्ने लागेको होला हैन। मैले चाहिँ जम्मै 1 रोल तार 2.5 को तार अनि 1 mm को तार 1 रोलले 4 रोलको काम गरे 4 रोलको 1 को काम गरे हैन। सोलरको नि त्यही रातो तारले काम गरे 1 mm को, अनि लाइनको नि त्यही 1 mm को रातो तारले काम गरेर अनि यसरी काम गर्दै थिएँ है। अनि त्यसलाई बाले फेरि बाबु सोलरको त बाहिर नै लैजानुपर्छ अनि बत्तीको नि बाहिर नै लानुपर्छ, बाहिर नै सोलर राख्ने, बाहिर नि बत्ती राख्ने, कोठामा नि बत्ती राख्ने, कोठामा नि सोलर राख्ने भन्नुभयो। ओहो, अब त क्यारेर गर्ने होला। 1 रोल तार छ, यसो अन्दाज ला, त्यसलाई नापेर सट्ट नाप्ने, अनि नापेर जाक नापेर उतासँग नाप्ने यतासँग नाप्ने अनि मिलाउने भनेर अनि गरेर सोचेँ। एकछिन चाहिँ दिमाग चलाएँ अनि काम भयो। अनि काम गर्न थालेँ। अब लिपस्टिक काट्दै अब कभर लाउँदै आएँ, लिपस्टिकमा टक्क 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 कभर लाउँदै आएँ, मिलाउँदै आएँ। त्यसबेला फेरि कर्नरमा चाहिँ अलिकति त्यो कस्तो प्लास्टर नमिलेको के सिधा प्लास्टर हुनुपर्छ नि, सिधा कटिङ प्लास्टर, त्यहाँ चाहिँ गोलो प्लास्टर भइदिएछ क्या कर्नरमा। अनि त्यो गोलोमा चाहिँ अलिक लिपस्टिकलाई अलिक गाह्रो हुने पनि त, गोलो ठोक्दाखेरि चाहिँ बिचमा टक्क 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 काटेर गर्नु पर्ने भएको छ। त्यही भएर त्यहाँनिर चाहिँ अलिकति अप्ठ्यारो भयो मलाई त्यहाँ। अनि मैले तार नाप्न थालेँ। अब सोलरलाई त पुऱ्याउनु पर्यो उतासम्म, अनि त्यो एउटा तार नापेको थिएँ, त्यो तार बराबर नापेँ अनि मिलाएँ। अनि त्यो पछि गएर तार चाहिँ सही नाप्दैछु। यी तार नापिरहेको छु। एउटै रोलले 4 रोलको काम गरेको। अनि फेरि तपाईँले त्यहाँ भन्नु होला रातो कालो तार किन? रातो कालो तारले चाहिँ मैले ड्रिल मेसिन चलाएको आज। मेरो ड्रिल मेसिनको तार चाहिँ लामै थियो, त्यही पनि त्यो तारले पुगेन र अलिकति रातो कालो तार थियो मसँग, अनि त्यही रातो कालो तारले गरेँ। त्यो घरको चाहिँ बाहिर नपुग्ने पोइन्ट रहेनछ, अनि यता हल कोठामा नि पावर सकेट नभएको, स्विच बोर्डमा चलाइदिनु कुरा भएन। अनि स्विच बोर्डमा कसैको धान्ला नधान्ला हैन, स्विच बोर्डमा चलाइदिनु कुरा भएन। ड्रिल मेसिन फेरि मेरो ड्रिल मेसिन 1000 वाटको छ। अनि मैले त्यहाँ कभर लाउँदै आएँ। त्यहाँ फेरि अब यता सोलरको लागि, बाहिरको सोलरको लागि हो, त्यो चाहिँ सोलर र लाइटको लागि हो। त्यहाँ फेरि तार गोज मैले त्यहाँ तार गोज मैले फेरि बनाउन थालेँ। मोबाइल आर्गट साइडमा सारेर फेरि काम गर्न थालेँ। अनि अब त्यहाँ लिपस्टिक हान्दै कभर हान्दै आएँ। अब त्यहाँ ड्रिल हान्ने बेला अब त्यहाँ पुवाल पारेको थिइनँ पहिला, अनि ड्रिल गरेँ, सट्ट ड्रिल नै भइहाल्यो। अनि 1000 वाटको ड्रिल मेसिन हेभी नै भइहाल्छ हैन। अनि ब्लकको गाडी त स्वाट्ठै भइहाल्यो। अनि त्यहाँ तार छिराएँ, सट तार छिराएँ पहिला सरर हो, तार छिराएर भ्याएँ। अनि अब त्यहाँ नापेर काट्नु पर्यो नि त, अनि यतापट्टि काटेँ कभर, अनि यतापट्टि नापेँ। अब फेरि त्यो काटेर मात्र भएन, त्यहाँ फेरि काटी उक्यो क्या, नयाँ प्लास्टर रहेछ, काटी उक्यो, फेरि काटी ठोकेँ। अनि फेरि त्यहाँ काटेर मात्र भएन, अब त्यहाँ कभरमा यस्तो ढक्कन जस्तो बनाइदिनु पर्यो नि त। अन्त त्यहाँ कमलेसियमले कि छिउचिडीहरू पस्छन्। अनि अब यहाँ 4-7 को बोर्ड राखेको थिएँ मैले त्यहाँ। 4-7 को बोर्डमा चाहिँ अब एउटा सोलरको पोइन्ट अनि एउटा चाहिँ लाइटको पोइन्ट थियो, अनि त्यो मिलाएँ। अनि त्यहाँ 2.5 को तारलाई अब कमन गर्नु पर्यो नि त। न्युट्रल कमन चाहिँ मैले त्यहाँबाट गर्छु, न्युट्रल कमन त्यहाँबाट गरेँ। अनि तल चाहिँ पावर सकेट हो, त्यो 3 को बक्समा पावर सकेट। अनि पावर सकेट गर्मीले पसिना भएको थियो, त्यहाँ पावर सकेट बुन्न थालेँ। पावर सकेट बुनेर फेरि पावर सकेट फिट गरेँ। पावर सकेट चाहिँ मैले राठीको युज गर्छु है, नर्मललाई चाहिँ राठी छ, सिम्पल राठी हैन। अनि यहाँ स्विच बोर्ड कस्न थालेँ, स्विच बोर्ड नि कसिसकेँ हेर्नु।